त्यही माथि झन् आज तालचा फुटाएर छिर्ने विचार प्लान गरेर आछन् केटाहरू सुपर एक्साइटेड तालचा चाहिँ मै फुटाउँछु सब्स्क्राइब गर्दै सबैजना कोलाई विष्णु ठकुरी Freaky girl under the sheets. Don't you love when things start slowing down? I know you got me, baby. हेलो गुड मर्निङ एभ्रिवान यता हुनुहुन्छ हाम्रो चोइजी राजा धेरै पछिको बाद फेरि आज पनि तपाईँलाई वेलकम छ तपाईँहरूलाई विष्णु ठकुरी युट्युब च्यानलमा आज हामी घरडी गुफा हेर्नको लागि दाजुभाइ हामीले आफ्नो बाइकमा हिँड्दैछौँ सो ओइ रोक न सो घरडी गुफा हेर्न जाँदैछौँ अनि सो आजको मेन हाम्रो चाहिँ अब गुफा हेराउनु भनेको चाहिँ मेरो दाजी हुनुहुन्छ होइन मेरो दाजीलाई हेर्न जाने हो बाटो जस्तै भएर रहेछ काठमाडौँ कारणले गर्दा हामी यस्तै च्याक च्याक भइरहेको छ सकिन्छ बाटो यस्तै छ त्यसैले हो सकेको चप्पल चाहिँ यस्तो जस्तो चप्पलको हालत हो न बाटो आज खत्तमै भएछ देख्न सक्नुहुन्छ तपाईँहरू अब हामी ओह्रालो आउँदैछौँ अगाडि चाहिँ मेरो दादाहरू हुनुहुन्छ है च्यातर टक्क रूपमा देख्न सक्नुहुन्छ उता अगाडि चाहिँ हिँडिरहेछन् केटाहरू है सो त्यही नै हो घरडी गाउँमा अब हामी जान्छौँ एकछिनमा बाटो अलिक गाह्रो छ नि गाह्रो छ बाटो बिस्तारै हिँड्नुपर्ने देखिएछ बाटो त ढक्ल्याएको छ नि के गर्ने त्यसै हिउँ पनि आज खतरा देखिएछ त्यही नै हो तपाईँहरूलाई अब पुगेपछि देखाउनुहोस् बात र पहिला यहाँ ठुलो मेला लाउँछ श्री पञ्चमी मेला टक्क घरडी गाउँमा यस्तरी आइसकेको छ हामी हाम्रो दिदीको बहिनीको स्कुलमा रमाइलो भइदिन्छु होइन तर रमाइलो हुनेवालामा नि छ अब ट्याङ्क हामी चाहिँ यहाँबाट मिलेनियम केभ जाने बाटो यही हो रोको टक्क मिलेनियम केभ जाने बाटो यही नै हो गाइज अब हामी यहाँ चाबी माग्नुपर्ने हुन्छ अनि साथमा अब जाने बाटो चाहिँ यता हो म सोध्छु है त ल अवश्य हामी सोध्छौँ यता पर्मिसन हुन्छ यहाँ चाहिँ देख्न सक्नुहुन्छ गाइज वेलकम टु घरडी भनेर तपाईँ थाहा पाइ नै सक्नुहुन्छ होइन मिलेनियम केभ है त सो गाइज त्यही नै हो अब हामी त्यहाँमा चाबी सोध्छु पहिला कहाँ हुन्छ अनि त्यसपछि थाहा हुन्छ गाइज अब हामी यहाँ जाँदैछौँ है त जाउँ यता आउनु आज त बेसी राम्रो छ होइन यहाँको वेदर नि मान्छे त यता हुन्थ्यो अरे पहिला चाबी भन्ने सुनेको सोध्छु नि है नमस्ते ठिक छ रोक्सी नि खै त हाम्रो जाने मानेको कृष्ण सर तचन खै चाबी चाहिँ जियोस् चाबी छैन अरे हामीले बाइक यहाँ राख्नुपर्ने हुन्छ अनि हामी चाबी चाहिँ त्यहाँ गएर म लिएर बुझेर आउँछु हस् अझ यहीँ बस्दै गर्नु यता जानुपर्ने अरे ल चाबी लिएर आउँछु म सो अब म चाहिँ चाबी लिनको लागि गइरहेको छु अनि त्यही नै हो एक्कल यहाँ गाउँ देखाउँदैछु घरडी गाउँ यहाँ चाहिँ गुरुङ बस्तीहरू एकदम राम्रो छ है त्यही हो यहाँ पहिला सानोबाट आएको यहाँ टक्क लाएर यहाँ चाहिँ जियोस् हाम्रो गाउँठाउँतिर चाहिँ बाटो डेन्जर छोडे पनि गाउँमा बसे नबसे पनि यहाँको मान्छेहरू चाहिँ यहीँ बस्छ नै खुसीको कुरो त्यही हो आहा कति राम्रो राम्रो घर भइछ अनि त्यो राम्रो भ्यू छ तपाईँहरू देख्न सक्नुहुन्छ दिदी गुफाको चाबी भएको यहाँ हो
चिलमा हामी चिलमा हो चिलमा कुराकानी हुन्छ पहिला ब्लगर क्यामेरा पछाडिको कुरा हुन्छ पक्क गुफा हेर्नको लागि चाहिँ सर यो चाहिँ पारीको देख्न सक्नुहुन्छ त्यो स्याङ्जाहरू हो होइन सानो हामी त पारी पनि सब गइसकेको छौँ देख्न सक्नुहुन्छ यो बाटो चाहिँ डोजरले खनेको हो पछिल्लो समय तर के गर्ने अब बाटो छैन अहिले त्यस कारणले गर्दा डोजर पनि फुल रूपमा जान सक्दैन किनभने बाटो अहिले बिग्रेको छ देख्न सक्नुहुन्छ तपाईँहरूलाई यो तल देखिएको चाहिँ मगर बस्ती सादी खोला आहा धानहरू क्या राम्रो छ त्यही भएर हाम्रो बाइक चाहिँ हामीले माथि राखेर नै बाटो यस्तो भएको कारणले गर्दा हामी चर्र हिँडेको छौँ होइन टक्क लाएर होइन त्यही त हो जिन्दगानी दर्पण छाया के नै छ र हेर्नु सक्नुहुन्छ राम्रो भ्यू पनि एकदम राम्रो भएको छ मलाई दाजुहरूले चाहिँ तल पुरिराख्नु भएको छ त्यही नै हो देख्न सक्नुहुन्छ अब हेर्दै जाउँ बाटो एकदम वेदर राम्रो छ मेरो दाजुहरूलाई चाहिँ घुमाउनको लागि हामी यहाँसम्म आएको छौँ एकदम जे होस् यहाँ मान्छेहरू अहिले नहिँड्ने रहेछन् तापनि नहिँड्दा पनि बाटो चाहिँ सफा गरेर जे होस् राम्रो रहेछ डाँडा काँडा हरियो छ माई ब्रदर्सहरू चाहिँ मलाई कुरेर बसिरहेको देख्न सक्नुहुन्छ चक्लेटी म्यानहरू ओ माई गॉड चक्लेटी म्यान लेट्स गो है फाइनल्ली अब हामी गुफा पनि आइयो यहाँ हिँड्दै क्यार्दै गर्दै आइसकिएको छ मेरो पछाडि हुनुहुन्छ मेरो प्यारो दाजी सुदीप दाजी हुनुहुन्छ भने त्यसपछि हुनुहुन्छ हाम्रो प्रमित सर अनि राजेन्द्र सर हुनुहुन्छ देख्न सकिन्छ यहाँबाट चाहिँ हामी अब गुफातर्फ लागियो है त यहाँ चाहिँ अब पहिलाको लेखी चाहिँ धेरै गुफाहरू यस बाटो चाहिँ क्लियर रहेछ देख्न सक्नुहुन्छ यो सिँढी चाहिँ चढ्दै हिँडिन्छ झर्दै हिँड्नेछ कति झरिन्छ है त अब देख्नु बाटो त अब गट्ट छ दाजुहरू चिल पारा हिँड्नुपर्छ आज हल्का हाम्रो हाइकिङ जस्तै हो यो पनि हाम्रो नर्मल हाइकिङ है दाजु यो पनि जुगाला छ ओके छ है दाजुहरू यहाँ जुगाला छ होइन जुगा अलिअलि लै छ दाजुभाइहरू आएको छौँ जुगा त लागिहाल्छ नि भाइ जुगा लाग्छ टाँसेर आएको जुगा छ सो यति बेला परमेश्वर भने किन पछाडि हुनुहुन्छ परमेश्वर छिटो सो अब हामी चाहिँ स्पेसल्ली आज हाम्रो सुदीप दाजीलाई चाहिँ गुफाको भिजिट गराउन लागिरहेको छौँ हामी दाजी कतिको एक्साइटेड हुनुहुन्छ हजुर एकदम एक्साइटेड मलाई यस्तो ठाउँहरू घुम्न नयाँ कुराहरू एक्सप्लोर गर्न उसै त एकदम मनपर्ने त्यही माथि झन् आज तालचा फुटाएर छिर्ने विचार प्लान गरेर आएको छन् केटाहरू सुपर एक्साइटेड तालचा चाहिँ मै फुटाउँछु केटा हो ओके छ पहिलाको बाटो यो रहेछ दाजी पहिलाको यतातिरको बाटो रहेछ होइन पछि यताबाट बनाएको यताबाट छुट्टै अर्कै गुफा छ नि कि नै यो बाटो चाहिँ त्यो बाटो अलिक रिक्सी बाटो भएर होला सायद अलिकति रिक्सी बाटो भएको कारणले होला एउटा कुस्मामा पनि एउटा दामी गुफा फेला परेको थियो हजुर तर त्यहाँनिर चाहिँ प्रोपर इक्विपमेन्टै नभएर जानै सकिएन त्यो चाहिँ ठ्याक्क तिम्रो यहाँबाट छिरेर हजुर तल खोलाको किनारमा हजुर किनारमा निस्किने त्यो गुफा चाहिँ हजुर पहिला राजाहरूले हजुर युद्ध गर्दाखेरि हजुर हारिहाल्यो भने भागेर सेफ ठाउँ जाने गुफा भनेर चिनिँदो रहेछ खोलाको किनारमा गएर खोलाबाट क्रस गरेर भाग्ने अनि यो गुफा चाहिँ कसरी देख्न सफल कसरी थाहा पाउन सफल भएछन् भन्दा दाजी यहाँको मैले इतिहास पल्टाएर सोध्दा यहाँको मान्छेहरूलाई सर्वसाधारणलाई सोद्धाखेरि यो मान्छेहरूले चाहिँ जब यहाँ घाँस दाउरा बाख्रा चढाउने क्रममा एक दिन बाख्रा हराएछ अनि हराउने क्रममा खोज्दै जाँदाखेरि यहाँको मान्छे सर्वसाधारणहरूले खोज्दै जाँदाखेरि त्यो गुफा फेला पारेको भन्ने कुराको भनेपछि यो जुन भर्याङहरू पछि बनाएको हजुर यो पुरै पछि निर्मित भएको हो यो चाहिँ पर्यटकको विशेषको लागि बनाएको पछि हजुर बाटो त हो मिठो छ नि यहाँनिर मिठो छ कस्तो छ भर्याङ नभएको भए त यहाँनिर को आउने यो बाटो अनि यस्तो ठाउँमा यस्तो गुफा छ भनेर हजुरले कहिल्यै गेस गर्नुभएको थियो त दाजी गेस गर्नै सकिँदैन नि नेपालमा यति धेरै चिजहरू छन् यति धेरै मलाई त्यो एउटा चाहिँ एकदम दुःख लाग्छ यति ठाउँहरू छ हजुर जुन चाहिँ नेपालीलाई थाहा छैन नेपालको मान्छे भएर विदेशको कुरा गर्छ यो देशमा यस्तो आफ्नो देशमा के छ आफैलाई थाहा छैन त्यही भएर म चाहिँ हरेक छुट्टीमा
हरेक चोटि हजुर नेपालै आउँछु विभिन्न जिल्ला घुम्छु आफ्नो देशको हजुर मायाले भनौँ कि अब चाहना भनौँ कि हजुर विभिन्न आफ्नो देशको भागहरू घुमेर भूभागहरू घुमेर हजुर हरेक चिजहरू हेर्न चाहिँ मलाई एकदम रुचि लाग्छ एकदम दाजी पनि एकदम दाजीलाई चाहिँ हाइकिङदेखि लिएर मनोरञ्जन हर ठाउँमा भिजिट गर्न चाहिँ दाजीले एकदम इन्ट्रेस्टिङ छ होइन एकदम एकदम आज चाहिँ मैले मेरो लागि एकदम गेस्ट भनेको मेरो दाजी सुदीप दाजी होइसिन्छ किनभने दाजीलाई हर ठाउँमा चाहिँ एकदम इन्जोय गर्न मन पराउनुहुन्छ चाहे त्यो जस्तो ठाउँ होस् उहाँलाई चाहिँ एकदम यस्ता खालको वातावरणसम्म इन्जोय गर्न मन पर्छ अब सो हामी आइसकेका छौँ म चाहिँ अलिकति फ्रिक अफ नेचर भएको भएर हजुर गन्जीमै हिँडिरहेको छु हजुर तपाईँहरू आउनुभयो भने चाहिँ हजुर अलिकति प्रोपर कपडा सपडा लगाएर आउनु होला हजुर तल चिसो हुन्छ हजुर स्वास्थ्य पनि ध्यान दिनुपर्छ हजुर यहाँ त ब्रिलियन्टै भइरहेछ दाजी है अगाडि देखाइदेऊ नि त ल हामी चाहिँ गुफाको इन्ट्रेन्सतिर आइपुग्नु लाग्यौँ अब ल ठिक छ बाटोहरू पनि देखाइदेऊ भित्रका यहाँ चाहिँ यो एउटा ब्रिज पनि रहेछ दाजी झर्नामा स्पेसल छ झर्ना पनि आज हामी यहाँ स्पेसल गरिन्छ है त हजुर एकछिन वेट गर्नु है यहीँ म तलबाट ल्याउँछु दाजुलाई यो त्यहीँबाट बस्नु ल यहाँबाट हेर्दा दाजुहरू चाहिँ हराउँछ आउनु दाजु कमान स्लोली बिस्तारै बाटो चिप्लो छ बिस्तारै आऊ ल भाइहरू हेर ल मोटे भाइ बिस्तारै परित भाइ बिस्तारै गाइजहरू बिस्तारै आइरहेको छन् देख्न सकिन्छ मेरो भाइहरू मेरो दाजुहरू साथमा हुनुहुन्छ यही खुसी कुरो लाग्छ म पर्खिन्छु सर मोबाइल प्लिज पकेटमा हाल्नु सर यो अलिक खतरा छ कि बाटो ल त्यसपछि हेर्ने ल दाजुहरू हिँड्नु भइरहेको छ ल के भयो यस्तो देख्न सक्नुहुन्छ एकदम नेचुरल झर्नाहरू देख्न सकिन्छ यहाँ अहिले एकदम यहाँनिर चाहिँ तलनिर चाहिँ आमामा गुफाहरू यो ब्रिज पनि छ स्लोली आउनु होला एकदम मन पर्यो हामीलाई त्यही हो अब हामीले रमाइलो एकदम छँदैछ ब्युटिफुल नेचर यो ठाउँमा यस्तो ठाउँमा गुफा छ भनेर तपाईँहरूलाई सायद सोच्न पनि सक्नु हुँदैन होला के यो ठाउँमा यस्तो गुफा छ ओए तालचा फुटेकै छ ओए तालचा फुटाल्न पर्दैन तालचा फुटेकै छ दाजी ओके खुसीको कुरो के थियो भने तालचा यहाँनिर नलाइएकै अवस्थामा देख्न सकिन्छ किनभने यहाँ तालचा नै यस्तो खुल्लो अवस्थामा देखियो किनभने यहाँको तालचा चाहिँ यहीँ रहेछ चापी पनि यहाँ तालचा यस्तो अवस्थामा खुल्ला देखिएको छ ओहो वाटर ब्रिलियन्ट त्यो झर्ना आएको छ खुट्टा थर कामेछ अब नेचुरल ब्युटीको लागि जानुहुन्छ भने यहाँबाट यसरी जान सक्नुहुन्छ ओहो तपाईँहरूले कहिल्यै सोच्नु भएको थियो यस्तो झर्ना छ पनि भनेर हेर्नुहोस् कहिल्यै सोच्नु पर्दैन त्यो ब्रिजमा गएर त तपाईँहरू फोटो पनि खिच्न सक्नुहुन्छ गाइस ल कहिले सोच्नु भएको थियो परमित सर कस्तो भइरहेको छ परमित सर गाइस अब हामी एकछिन दाजु पहिला गुफा जाम यस्तो ठाउँमा गुफा छ गाइस अब हामी एकछिनमा यहाँ पानी पनि छ गाइस खान सक्नुहुन्छ त्यही नै हो यो ठाउँ आउन चाहनुहुन्छ भने यो ठाउँ चाहिँ शुक्लागण्डकी 12 तनहुँमा एकदम प्रसिद्ध भएको गुफा हो है यहाँ आउन सक्नुहुन्छ तपाईँहरू इन्जोय लिन सक्नुहुन्छ यस्तो यहाँ आएर इन्जोय लिन सक्नुहुन्छ झर्ना लुक एट दिस भ्यू वाउ यहाँ चाहिँ मेरो दादा हुनुहुन्छ दादा ल गाइस चाहिँ गर्नुहुन्छ यो भ्यूले त तपाईँहरू एकदम मोहितै हुनुहुन्छ कोही आउनुहुन्छ भने आउन चाहनुहुन्छ यस्तो राम्रो झर्ना
तपाईँहरू यो गुफामा आउन चाहनुहुन्छ भने यो गुफा चाहिँ शुक्ला गण्डकी 12 तनहुँमा पर्छ होइन। तनहुँ भरेटीमा पर्न गइरहेको यो मिलेनियम केभ हो। तपाईँहरूले आएर अवलोकन गर्न सक्नुहुनेछ। यहाँ त्यसको इन्जोय छ, शान्त छ होइन, चिल छ, कसैको केही छैन। आएर इन्जोय लिन सक्नुहुन्छ। र आज मेरो साथमा परमित ठकुरी पनि आइसक्नु भएको छ। सायद परमित ठकुरीलाई मैले यहाँभन्दा पहिले नि ल्याएको तर अझै स्टेसन छ। कस्तो लागिरहेको छ परमित सर? यो चाहिँ मेरो सेकेन्ड टाइम हो यहाँ आएको होइन। पहिलाचोटि चाहिँ यस्तो थिएन, यो सब खुल्ला खुल्लै थियो, यस्तो केही थिएन। यता देखाएर पहिलोचोटि आउँदाखेरि चाहिँ देखाएर हामीले टक्क फुलहरू बनेको देखेँ। टक्क पके पनि घरको भ्यूको लागि बनाएको हो। तर मलाई डर लागेर लोड खुट्टा कामिरहेको थियो। आज चाहिँ मेरो स्पेसल मेरो दाजुलाई हेरेको छु। अनि मेरो दाजुलाई चाहिँ अहिले फर्स्ट बिदामा अहिले बिदामा टक्क परेको बेलामा टक्क मेरो दाजुलाई चाहिँ मिलेनियम केभ देखाउन चाहन्छु। त्यसरी स्पेसल चाहिँ मेरो दाजुको लागि हो आज। सो गाइस अब हामी भित्र गएर हेर्छौँ है त। एउटा बेनिफिट भनेको यो हाम्रो जुरा पनि हो। पुरानो रगत फाल्नुपर्छ। ल गाइस यो चाहिँ हाम्रो इन्ट्रेन्स है। ल केटा हो। ल चाबी है छोडु मैले। ल विष्णु सर हाम्रो एन्ट्री मारौँ न त। ल हेर्नुहोस् ल राजेन्द्र भाइ र म जय भन्नुहोस्। अच्छा रोक है, बत्ती बालो है, बत्ती बालो। हस् हजुर हस्। मेरो नेपाल। अच्छा दादा हुनुहुन्छ यहाँ यस्तो ठाउँमा आफ्नो लाइटले ल हेर्न सक्नुहुन्छ गाइस। यो गुफाभित्र चाहिँ यस्तो कुराहरू छ न कोहीले कल्पना गर्न सक्छ न त कसैले। यहाँभित्र के छ? यहाँ चाहिँ पैसाहरू पनि चौडा खान के गाइस देख्न सक्नुहुन्छ। हेर यहाँ पानी ल नगाम ल हेर यहाँ पानीले खाएर ढुङ्गा हेर यहाँ कस्तो स्मुथ भएको छ। यहाँ पानीले त्यो थोपा पर्दा त्यस्तो भयो है। केटा पोइन्ट छैन है, पैसा नि छ गाइस। जाम नेक्स्ट। ओ माय गॉड राजाको शिरपिस। ओ माय गॉड के त हेर्नु राजाकै शिरपिस जस्तो छ त। लेट्स गो मुभी। सबैजना सँगै आउनु हो। ओ माय गॉड वाउ कस्तो मजाले आयो हैन। वाउ यो त अमेजिङ छ यार। कसले भन्छ यार घरेडी जस्तो शुक्ला गण्डकी 12 मा यस्तो गुफा छ भनेर। भिडियो ओ माय गॉड यस्तो छ भनेर कसलाई थाहा हुन्छ यार। ओ दादा रे दादा Let's go! मेरा दादाहरू हुनुहुन्छ यहाँ यस्तो काफी इन्जोय हो रहा है।
सो यता हेर गाइज मेरो एकदम ह्यान्डसम म्यान सो लुकिङ फ्यान्टास्टिक रमाइलो भइरहेको छ भल्गर सापलाई पनि आइदिउँ त्यस्तो अब कसले छ भनेर पत्ता पनि छैन गुफा कस्तो भइरहेको छ तपाईँहरूलाई रमाइलो बाबा रमाइलो जाउँ यति होइन एरियो रमाइलो भयो है त गाइड रमाइलो पनि यस्तरी भएको छ ल्यान्डबाट चाहिँ यसको उत्पत्ति यस्तरी भएको रहेछ ल्यान्ड हुन्छ गाइड लेट्स गो गाइड निस्किम यो पानी चाहिँ कताबाट झरे हो यस्तो दामी छ गाइड ल दाजु ल आए एकदम देख्नु सक्नुहुन्छ यहाँबाट यस्तो छ गाइड यहाँ पनि राजाको सिक्रेट छ यहाँ पनि यस्तो देख्नु सक्नुहुन्छ गाइड ओहो पानीले मोबाइल अमेजिङ यार त्यस्तो छ भनेर त आम्मा छुट्टै डर यस्तो आउँदैन छ तल चाहिँ यति बेला आइसकिएको छ हामी सो यहाँसम्म बाहिर निस्किँदा त बाहिर त अमेजिङ पानी नै परिरहेको छ हुन्छ आइयो ल यो कामिरहेको भनेछ नि खुट्टा हजुर यो डरले होइन यसलाई भन्छ एड्रेनालिन रस चाहिँ एक्साइटमेन्टले गर्दाखेरि कामेको भन्छ यता सबैजना भिजेको देख्न सकिन्छ 3 दाजुभाइ अनि यतातिर त म स्वयं म पनि भिजेको देख्न सकिन्छ गाइज त्यही नै हो अब हामी 3 जना बिस्तारै फेरि त्यही नै हो अब हामी यो गुफालाई चाहिँ बन्द गरेर यसलाई नयाँ ताल त ठोक्ने कि भोटे ताल त ठोकेर छोडिदिने है त ल कस्तो रमाइलो भयो अब हामी बिस्तारै फेरि हामी अब घरतर्फ फर्किन्छौँ अब हामी है फाइनल्ली गुफाबाट निस्किएर अब यस्तै बिस्तारै हामी चढ्दै उक्लिँदै मेरो दादा हुनुहुन्छ मेरो साथमा हुनुहुन्छ भने दादाहरू बिस्तारै उक्लिनुहुन्छ हेलो हो मेरो दादाहरू बिस्तारै उक्लिनु भएको छ साह्रै रमाइलो भयो भन्दै हुनुहुन्छ मोटे यहाँ हिँड्न सकेको छैन देख्नुहुन्छ भने उता छोटे एन्ड बडे चाहिँ कुद मारेर आए कुद त्यही नै गाइज यता मलाई पनि देख्न सक्नुहुन्छ होला म नि बारिस थाकेको छु बहुतै थाका रे नै त्यही नै हो अब हामी बिस्तारै उक्लिन्छौँ त फाइनल्ली अब दाजुभाइ हिँड्न धेरै पछि हिँडाइपछि दाजुभाइ चिल पारामा आइयो होइन अब सो बाटो यस्तो भएको कारणले हामीले बाइक लान सकिएन होइन दाजु कस्तो भयो आजको हाम्रो छोटो मिठो हाइकिङ रमाइलो नै हिँडाइको भयो नि खोला भयो नि त्यस्तो नराम्रो फिलिङ्स त भयो यो रमाइलो भयो हिँडेर ल ठिक छ अब हाम्रो सो अब यहाँनिर पछि त हाम्रो बाइक छ होइन गाइजहरू बाइकमा पुगेपछिको खुसी हेर 2 जना आमा कतिखेर चढाउला भन्ने भयो रहेछ सो त्यही हो केटाहरू आइसकेको छ अब हामी 2 जना चाहिँ एकछिन हिँड्छौँ किनभने त्यहाँ चापी दिनु छ अनि बिस्तारै हो पानी व्यवस्था पानी सानी होइ खाउँ आऊ सबैजना जाउँ पानी केटाले बाइक लिएर छ दाजी र मसँग आयो चिल पारामा धेरै पछि है दाजी रमाइलो भयो होइन दाजुभाइ टक्क रमाइलो भयो भोलि चाहिँ हाम्रो मौसमको साथसँगै छ पानी खाने व्यवस्था जाउँ है त अन्त टक्क दाजुभाइ हिँड्छ च्यातर पारामा पानी सानी खाइन्छ अनि हामी हिँड्छ लागिन्छ है त माई गड भ्यू पनि दामी छ नि त सो मच है सो फाइनल्ली हामी आइसकिएको छ थ्याङ्क यू सो मच चाहिँ हामी यहाँको दिदीलाई भन्न चाहन्छौँ थ्याङ्क यू सो मच फाइनल्ली यहाँ आएर चाहिँ हामीलाई एकदम चिसोको व्यवस्था भइसकेको छ दादा हस् हुन्छ यता दादा हुनुहुन्छ यता 2टा दादा चाहिँ यहाँ बाइक राखेर बल्ल आइन्छन् यतातिर चाहिँ हामी यस्तो मजाले दादाहरू पानी खाउँ मिठो मिठो साह्रै
सबैजना गुफा हेर्न आउनुहुन्छ नि घरडीमा आउनुहोस् है शुक्ला गण्डकी 12 मा अलिअलि खासै थिएन खसिसकिसक्यो अब हामी जान्छौँ हामी घरतिर ओहो लुक एट दिस भ्यू गाइज सर अब यहाँ पिङ खेल्नको लागि हामी तडफड हान्दैछौँ यहाँ फेरि पिङ खेल्नलाई बसेको नि यहाँ देख्न सकिन्छ आकाश त खत्रै आयो नि त मेरो दादाको स्टार्टिङ भइसकेको छ मजा आयो यो शाबाश मारे अरे दादाले खासै नसकेको अवस्था देख्न सकिन्छ गाइज अरे अरे भन्दा भन्दै दादा त बाङ्गे बजा दादा त बाङ्गे गयो यो खासै खेलचाली पिङ भइजान्छ लागौँ म त डर लाग्यो अरे जुनेन दादा त पिङ खेलेर भइसकेको छ हामी अब पिङ खेलिँदैन किनभने हामीलाई डर लाग्छ भविष्यका कर्णाधारहरू पनि धेरै रहेछन् जाउँ है हामी सो गाइज ल तिमीहरू पिङ खेल हामी चाहिँ बिस्तारै लाग्छौँ किनभने हामी खासै धेरै पिङ खेल्न सक्ने मान्छे होइन केटाहरू चाहिँ अगाडि छन् म चाहिँ अलि अगाडि जान्छु दादाहरू छन् दादाहरू रेडी अवस्थामा छ अब हामी जान्छौँ हिँड्न सकिन्छौँ अब हामी घर पुग्नु पर्ने कोसिस छ है घोडे भएर म पनि छिरमा हिँड्यो हो बजाउने हो तपाईँहरूलाई देखाउने छौँ यस्तै नै हो गाउँठाउँको बाटो घाटो यस्तै छ अब हामी लागिन्छ घर घर भेटौँ फाइनल्ली घर आउँदा त यहाँ आइसकिएछ हामी भर्खर घर मुस्किल थियो बाटो खराब थियो होइन अब हामीले भिडियो बनाएर नि आइसकिएको छ यहाँ हेरेको त बाबुपाटीको कम्पिटिसन चलेछ ल हेर्नुहोस् ल हेर्नुहोस् यताहरू त आमापाटीहरू ल हेर्नुहोस् देख्छु मम्मी हुनुहुन्छ भने यहाँ मिठीको मम्मी हुनुहुन्छ राजा चाहिँ उहाँले छोडेरै आउनुभएको छ यहाँ चाहिँ माल ओहो करोडको माल हो नि फेरि देख्नु होला नि गाइज यो फेरि सक्दैन नि कसैले आजसम्म लगभग अब किन्ता खसी ढलिसक्यो ठकुरी निवासमा हेर्नुहोस् भोलिसम्म जाँदैछन् कति ढल्छ यता माल सक्दैन नि कसैले सक्दैन नि कसैले यता साइनी मुहाली बिरामी होसिन्छ ठिकै छ पुजुहरू जिजु मुहार के है लाइटै बोल्दैन घर किन हेर्नु पर्छ किन बोलेन हजुर होला देखाएको हो यहाँ चाहिँ मेरो 2 जना बच्चाहरू छन् ओ पर्जल हेलो भन् माइलुबालाई माइलुबालाई सब्सक्राइब गर्दै भन्नु न त सब्सक्राइब गर्दै सबैजना कोलाई विष्णु ठकुरी स्याबास ल है त त्यस्तै नै हो यता चाहिँ नि मेरो बेबी यो मान्छे त बडो चम्बु रहेछ हौ यो कुकुरा त चियारसँग त निकाल्यो हो भने एउटा फेरि छ यहाँबाट केल्मीको यहाँ ठोकियो क्या अब यहाँ तल ठोकिएर लड्यो फेरि भेटौँला नेक्स्ट भ्लगमा किनभने भोलि टिका छ भोलिको धमाकादार भ्लग पनि हाल्ने छु हस्त बाइ सी यू